जय हिन्द, जय भारत, वन्दे मातरम। आज हामी हाम्रो विश्व हिन्दू परिषदको एउटा कार्यक्रमले गर्दाखेरि मार्चकको नामिङ भन्ने वार्डमा गाउँमा पुगेका थियौँ। त्यहाँ हाम्रो चक्रपानी भट्टराईज्यूको घरमा हाम्रो विश्व हिन्दू परिषदको एउटा सभा थियो र यस गाउँमा हामीले एउटा यस्तो चिज बुझ्यौँ कि त्यहाँनिर त्यो कार्यक्रम हुँदाहुँदै यहाँ चाहिँ भारतको एउटा वीर सपुत जो चाहिँ उहाँलाई चिनिन्छ क्याप्टन रामसिंह ठकुरी भनेर। उहाँलाई कसरी चिनिन्छ भन्दा उहाँले चाहिँ भारतको जुन राष्ट्रिय गानको धुन चाहिँ उहाँले दिनुभएको थियो र उहाँ हाम्रो गोर्खाली हामी नेपाली जातिको लागि हाम्रो गोर्खालीको लागि एकदमै गौरवित व्यक्ति हुनुहुन्छ उहाँ। र साथै हामी यसरी गाउँमा विश्व हिन्दू परिषदको कार्यक्रममा आउँदाखेरि हामी गाउँबाट हाम्रा अग्रजहरू धेरै आउनु भएको थियो। यहाँ हाम्रो जैन सर हुनुहुन्छ, उहाँ एग्रिकल्चर डिपार्टमेन्टबाट अहिले जोइन्ट डाइरेक्टरको पोस्टमा हुनुहुन्छ। अनि यहाँ हाम्रो शान्तिराम खनाल मामा हुनुहुन्छ, उहाँ पावर डिपार्टमा धेरै वर्ष उहाँले सेवा गरेर उहाँ सेवानिवृत्ति हुनुभयो। साथै हाम्रो पूर्व काउन्सिलर जो यहाँ दाजु हुनुहुन्छ, सबैले चिन्नुहुन्छ पूर्णबहादुर दाजु भनेर उहाँलाई चिनिन्छ। र साथै यहाँ मेरो प्यारो साथी यहाँ मेरो भीम गौतम जो चाहिँ यसै गाउँका निवासी पनि हुन्, जो साम्लिक मार्चक गाउँका निवासी हुन् र यही नामिङ ठाउँमा उहाँको वासस्थान हो र उहाँको जन्मथला पनि यही हो। र 11-12मा उहाँ र म चाहिँ सँगै पढेको र अहिले सिक्किम सरकारको उहाँ फरेस्ट डिपार्टको आरओको पदमा उहाँ अहिले सेवा गर्नु हुँदैछ। र यहाँनिर यता हेर्नुहोस् तपाईँहरूले, यहाँको भ्यूहरू पनि धेरै राम्रो छ। र म जति पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, जति पनि टुरिस्टहरू हुनुहुन्छ, उहाँहरूलाई एउटा अनुरोध गर्न चाहन्छु, उहाँहरू यहाँ आएर यो जुन चाहिँ यहाँ हुनुहुन्छ रामसिंह ठकुरी, क्याप्टन रामसिंह ठकुरीजीको जो शालिग यहाँ छ, आएर एकपल्ट तपाईँहरूले दर्शन गर्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय हिन्द।